नेपाली लोक सङ्गीतको क्षेत्रमा अत्यन्तै लोकप्रिय र सम्मानित नाम हो राजु परियार। उनलाई लोकस्वर सम्राट भनेर पनि चिनिन्छ। आफ्नो मधुर आवाज, भावपूर्ण प्रस्तुति र निरन्तर मेहनतका कारण उनले नेपाली साङ्गीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका छन्। राजु परियारको जन्म विक्रम सम्वत 2037 साल जेठ 15 गते लमजुङ जिल्लाको चिसापानी भन्ने गाउँमा भएको हो। सामान्य परिवारमा जन्मिएका राजु सानैदेखि सङ्गीतप्रति आकर्षित थिए। गाउँघरको परिवेश, मेलापात, चाडपर्व र स्थानीय संस्कृतिले उनलाई सङ्गीततर्फ झन प्रेरित गर्यो। उनको बुवाको नाम भकुलसिंह परियार र आमाको नाम शान्तामाया परियार हो। साधारण परिवारमा हुर्किएका राजुले सानै उमेरदेखि सङ्घर्षको जीवन बिताए। अहिले उनकी श्रीमती कल्पना परियार हुन्, जसले उनको जीवन र करियरमा महत्त्वपूर्ण साथ दिएकी छन्। राजु परिवारले औपचारिक शिक्षा एसएलसी भन्दा तलसम्म अन्डर एसएलसी मात्र हासिल गरेका छन्। आर्थिक अवस्था र पारिवारिक जिम्मेवारीका कारण उनले पढाइलाई लामो समयसम्म निरन्तरता दिन सकेनन्, तर उनले जीवनको वास्तविक शिक्षा भन्ने सङ्घर्ष र अनुभवबाट पाए। राजु परियारको साङ्गीतिक यात्रा निकै प्रेरणादायी छ। सुरुवाती दिनहरूमा उनले धेरै कठिनाइहरू सामना गर्नु पर्यो। अवसरको खोजीमा उनी विभिन्न ठाउँमा गएका थिए। अन्ततः उनको पहिलो गीत किसमकोटमा सरी नाचेको सार्वजनिक भयो, जसले उनलाई पहिचान दिलाउन मद्दत गर्यो। त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। हालसम्म उनले 16,000 भन्दा बढी गीतहरूमा आवाज दिइसकेका छन्, जुन आफैमा एउटा ठूलो उपलब्धि हो। उनका गीतहरू समाज, संस्कार र जीवनका यथार्थसँग सम्बन्धित छन्। राजु परियारका गीतहरू गाउँदेखि शहरसम्म, नेपालदेखि विदेशसम्म रहेका नेपालीहरूमाझ अत्यन्तै लोकप्रिय छन्। उनको आवाजमा एक किसिमको भावनात्मक शक्ति छ, जसले श्रोताको मन छुन्छ। उनले नेपाली लोकदोहोरी गीतलाई उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिएका छन्। राजु परियार एक सरल, मेहनती र सङ्घर्षशील व्यक्ति हुन्। उनी आफ्नो सफलता मात्र होइनन्, नयाँ कलाकारहरूलाई पनि प्रेरणा दिने व्यक्तित्वको रूपमा चिनिन्छन्। उनको जीवनले देखाउँछ कि सीमित स्रोत र कठिन परिस्थितिमा पनि दृढ इच्छा शक्ति र निरन्तर प्रयासले ठूलो सफलता हासिल गर्न सकिन्छ। राजु परियार नेपाली लोक सङ्गीतका एक जिउँदो इतिहास हुन्। उनको जीवन सङ्घर्ष, समर्पण र सफलताको अद्भुत कथा हो। उनले आफ्नो मेहनत र प्रतिभाबाट लाखौँ दर्शक श्रोताको मन जितेका छन्। नेपाली सङ्गीत क्षेत्रमा अमिट छाप छोडेका छन्। यो भिडियो तपाईँलाई कस्तो लाग्यो, मन पर्यो भने हाम्रो च्यानललाई सोसल मिडियासम्म व्यापक सेयर गरिदिनुहोला, सब्सक्राइब गर्न नबिर्सनुहोला र यस्तै जीवन प्रेरणादायी कथाको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनुहोला। धन्यवाद।